ओ माई गड, यो के भएको? के भइरहेछ यो क्लब वर्ल्ड कपमा? कस्तो नपत्याउने टिमले चाहिँ कस्तो कस्तो दामी टिमलाई हराइरहेछ। आज बिहान भर्खर सकिएको म्याचमा चाहिँ अल हिलालले म्यान्चेस्टर सिटीलाई हराइदियो, त्यो पनि 4 गोल हानेर। बाफरे, के भइरहेछ यहाँ? ओएमजी होइन, कुनै पनि प्रिडिक्ट गर्नै सकिरहेको छैन क्या मैले त। के हुन्छ नेक्स्ट मुभ, के हुन्छ नेक्स्ट म्याचमा, के हुन्छ केही थाहा छैन क्या मलाई त। डर लागिरहेछ क्या आज बेलुका हुने म्याच रियल मैड्रिड र युभेन्टसको होइन। म एकदम डराइरहेको छु क्या अब के हुन्छ यसमा भनेर क्या। कस्तो बवाल खेलेको अल हिलालले। फर्स्ट हाफ 45 मिनट म्यान्चेस्टर सिटीले 1-0 को लिड लिन्छ। त्यसपछि फर्स्ट हाफ सुरु हुने बित्तिकै अल हिलालले गोल फर्काइदिन्छ। 10 मिनटभित्रमा 3 गोल हान्छ एकअर्कालाई। कस्तो बवाल म्याच भएको, पुरै वर्ल्ड कपको फाइनल जस्तो ठ्याक्कै होइन। फाइनलको पुरै याद मेटाइदिने गेम भइरहेको थियो क्या। म त एकदमै सक भइरहेको थिएँ क्या। जे होस्, क्रिस्टियानो रोनाल्डोले भन्थ्यो क्या त्यो बेलामा कि साउदी प्रो लिगको चाहिँ टिमहरूलाई चाहिँ कम आँक्नुहुन्न है, यिनीहरूले भोलिका दिनहरूमा सबैलाई कम्पिटिट गर्छन् भनेर। तर हो रहेछ क्या, फ्युचर देखेको हो क्या क्रिस्टियानो रोनाल्डोले। यस्तो बवाल खेलेको अल हिलालले होइन। म त के भन्ने क्या, अब म्यान्चेस्टर सिटी जस्तो टिमलाई चाहिँ 4 गोल हालिदिन्छ क्या। 1-0ले पनि जिते होइन क्या, 2-1ले पनि जिते होइन, 1-0ले पनि जितेको होइन, 4 गोल हानेको हो क्या। जवाबमा म्यान्चेस्टर युनाइटेडले पनि हानेको हो क्या गोल, 3 गोल। तर लास्ट गोल भनेको अल हिलालबाट थियो क्या। 4 गोल, कान्ट एक्सप्लेन क्या। कस्तो बवाल म्याच भएको थियो, एकदम हाइपर म्याच भइरहेको थियो। पुरै सुरुदेखिको 90 मिनटसम्म यस्तो लागिरहेको थियो कि गेम बवाल हुन्छ। 90 मिनटसम्म 2 गोल, त्यसपछि एक्स्ट्रा टाइम। वाउ, माइन्ड ब्लोइङ गेम भयो क्या, माइन्ड ब्लोइङ। यस्तो रमाइलो गेम त मैले सायदै कहिले देखाएको थिएँ होला क्या वर्ल्ड कपको फाइनल पछि। यतिसम्मको हाइप भएको गेम, बाफरे। अब के हुन्छ त रियल मैड्रिड र युभेन्टसको। म यतिसम्मको डरमा बसेको छु कि कतै रियल मैड्रिडलाई जुभेन्टसले कहीँ हराउनु त होइन भनेर। एज अ रियल मैड्रिड फ्यान होइन, त्यो हुन्छ। कस्तो बवाल गेम भयो। तर यस्तै गेम भइरह्यो भने बवाल मजा आउँछ। उतापट्टि साउथ अमेरिकन टिमहरूले बवाल खेल्दै गइरहेछ। इन्टर मिलानलाई हराइदियो 2-0 हानेर। यस्तो बवाल गेम भयो त्यो पनि। अब के भन्ने क्या, यस्तो दामी गेम भइरहेछ होइन। यो अहिलेको क्लब वर्ल्ड कप चाहिँ हेर्नलाई यस्तो मजा आइरहेछ, बवाले क्या, बवाले। म त अहिले पनि छक्क खाइरहेको छु क्या, के भइरहेछ यहाँ भनेर केही बुझ्नै सकिरहेको छैन। कस्तो बवाल भइरहेछ गेम।